हेलो साथीहरू नमस्ते। आज मिति 2082 साल मङ्सिर महिनाको 21 गते आइतबार। आज पनि नेपाली स्टक एक्सचेन्जमा के कसरी कारोबार भयो र चार्ट सम्बन्धी थोरै जानकारी लिएर यहाँहरूमाझ उपस्थित भएको छु। आज चाहिँ नेपाली स्टक एक्सचेन्जको सूचक 21.48 अङ्कले घटेको छ। यो जुन इन्डेक्स 21.48 अङ्कले घटेर 2609.69 बिन्दुमा आएर बन्द भएको छ। यो चाहिँ अघिल्लो दिनको क्लोजिङ इन्डेक्सको तुलनामा 0.81% को गिरावट हो। आज चाहिँ नेपाली स्टक एक्सचेन्जमा सम्पूर्ण सब इन्डिसेजहरू चाहिँ नेगेटिभ रातो भएर बन्द भएका छन्। सर्वाधिक गिरावट हुने सब इन्डेक्समा चाहिँ आज ट्रेडिङ इन्डेक्स परेको जस्तो देखिन्छ र जुन चाहिँ 1.21% को गिरावट सहित सर्वाधिक गिरावट हुने इन्डेक्समा चाहिँ ट्रेडिङ इन्डेक्स 1.21% ले घटेको रहेछ भने सर्वाधिक गिरावट चाहिँ हाइड्रो पावर इन्डेक्स भएको रहेछ, जुन चाहिँ 1.22% गिरावट भएको छ। आज चाहिँ नेप्सेमा जम्मा 258वटा कम्पनीको सेयर लगायतका धितोपत्रहरू कारोबार भएका छन्, जसमा चाहिँ 46वटा कम्पनीको सेयर धितोपत्रहरूको मूल्य चाहिँ बढेर बन्द भएको छ भने 204वटा स्क्रिपहरूको मूल्य चाहिँ घटेर बन्द भएको छ। त्यसैगरी 8वटा कम्पनीका सेयर अथवा धितोपत्र सम्बन्धी कारोबार हुने उपकरणको मूल्य चाहिँ अघिल्लो दिनको क्लोजिङको तुलनामा आजको तुलना पनि क्लोजिङ उही रहेर बन्द भएको छ, कुनै पनि परिवर्तन भएको छैन। आज सर्वाधिक वृद्धि हुने कम्पनीमा चाहिँ स्वस्तिक लघु वित्त वित्तीय संस्था लिमिटेडको सेयर 10% ले बढेर बन्द भएको छ। त्यसैगरी एसएआइएल श्रीनगर एग्रिकल्टेक, यो चाहिँ माफ गर्नुहोला उच्चारण गर्न अलि अप्ठ्यारो भएको रहेछ। यो चाहिँ श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेड को सेयर पनि आज 10% ले बढेर बन्द भएको छ। त्यसैगरी झापा इनर्जीको सेयर पनि सर्किट लेभल बराबर 9.90% ले वृद्धि भएको छ। त्यसैगरी आज टप लुजरको सूचीमा चाहिँ बुङ्गल हाइड्रो पावर जुन चाहिँ 8.51% ले घटेको छ भने माबोलिङ इनर्जीको सेयर मूल्य पनि आज 6.98% ले घटेको छ। त्यसैगरी सागर डिस्टिलरी जुन चाहिँ अघिल्ला धेरै दिनहरूमा सर्किट लागेर बढेको थियो, बढ्दाखेरि आज चाहिँ 2000 माथिको प्राइसमा पुगेपछि चाहिँ आज टप लुजरको सूचीमा आएको रहेछ, जुन चाहिँ 6.90% ले सेयर मूल्य घटेर बन्द भएको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीमा पनि सागर डिस्टिलरीकै सेयर परेको छ, जसको चाहिँ आज 43,69,55,089 रुपियाँ र 90 पैसा बराबरको कारोबार भएको रहेछ सेयर। आज चाहिँ नेप्सेमा जम्मा 5,33,44,15,331 रुपियाँ र 6 पैसा बराबरको कारोबार चाहिँ सम्पन्न भएको छ। आजको जम्मा कारोबारमा चाहिँ 1,07,18,615वटा किता सेयर चाहिँ किनबेच सम्पन्न भएको छ। आजको कारोबार सम्बन्धी जानकारी यति नै प्रस्तुत गर्न चाहन्छु। अब चाहिँ यहाँहरूलाई मैले नेप्सेको चार्टमा प्रविष्ट गराइसकेको छु। चार्ट सम्बन्धी थोरै कुराकानी गरौँ र आजको भिडियो अन्त्य गरौँ भन्न चाहन्छु। अब नेप्सेमा चाहिँ हिजो अस्ति न जुन मैले भिडियोमा भनेको थिएँ, यो स्मल बडी ग्रिन क्यान्डल चाहिँ स्मार्ट मनीले सप्लाई दिएको क्यान्डलको रूपमा यो नोभेम्बर 30मा रेड क्यान्डल बनेपछि प्रमाणित भयो भनेर मैले भिडियोमा भनेको थिएँ र यो इन्टरनल लिक्विडिटीको रूपमा चाहिँ यो 3वटा क्यान्डलले काम गरेको मैले चाहिँ अनुभव गरेको छु। र जसरी अहिले घटिरहेको छ करेक्सन नै मान्नुपर्छ। लगभग हामी 2580 मुनि ब्रेक नहुन्जेललाई करेक्सन, ब्रेक भन्दा पनि क्लोजिङ ब्रेकिङ नहुन्जेललाई करेक्सनको रूपमा हेर्ने र त्यसपछि चाहिँ हामी डाउन साइड मोमेन्टमतिर बजार गइरहेको छ भनेर बुझ्ने हो। करेक्सन हो भने यति
लगभग मैले चाहिँ 2600 देखि 2685 भित्रबाट हाम्रो बजार फर्किनुपर्छ भन्ने मान्यता राख्दछु र मैले विकली चार्ट हिजो पनि प्रस्तुत गरेको थिएँ। विकली चार्टमा चाहिँ हाम्रो यो जेन्जी आन्दोलन पछिको भनेको वाहीको इन्भेस्टमेन्ट लिएको कारणले कम्तीमा पनि हाम्रो टार्गेट चाहिँ यो बस ब्रेकअप स्ट्रक्चर स्विपसम्म चाहिँ कम्तीमा नि अब अथवा यो लोअर लो जुन बनाएको थियो यो 26 अक्टोबरको क्यान्डलले जुन लो बनाएको थियो त्यो लो चाहिँ रिटेस्ट गर्न आउने डबल लो बनाउन आउने सम्भाव्यता चाहिँ देखाएको मैले चाहिँ महसुस गरेको छु। अब बजारले यही 2600 माथि नै बजार सस्टेन हुन्जेललाई चाहिँ पोजिटिभ, त्यहाँभन्दा तल आयो भने फेरि 2480 आसपास चाहिँ बजारले एकपल्ट रिटेस्ट गर्नेछ अथवा 2440 मै अथवा 2400 सम्म नै आउन सक्छ। त्यो बजारले भन्ने कुरा हो, हामी अङ्कको प्रेडिक्सन गर्न सक्दैनौँ। अङ्क चाहिँ कि यो 2470 को लेभल टेस्ट गर्न आउने चाहिँ हाम्रो विकली चार्टबाट चाहिँ हामीले महसुस गर्न सक्छौँ। यो डिमान्ड एन्ड सप्लाईको पनि कुरा हुन्छ। हाम्रो नेगेटिभ सेन्टिमेन्ट भएको कारणले यहाँ ट्रेन्ड लाइन भएको कारण ट्रेन्ड लाइन नजिक पनि छौँ। यो 2600 देखि 2585 सम्म चाहिँ हामीले पोजिटिभ मार्केट छ भनेदेखि पोजिटिभली जानु छ भने यहीँबाट फर्किन्छ भन्ने अपेक्षाले नै हो। र यहाँहरूलाई यो कुनै मैले ट्रेड गर्नको लागि दिएको सुझाव सल्लाह वा रिकमेन्डेसन होइन। आफ्नो रिस्कको क्षमता हेरेर र आफ्नो लगानीको यो आवश्यकता र हेरेर लगानी गर्नु हुन अनुरोध गर्न चाहन्छु। यो यसका आधारमा यो भिडियोको आधारमा चाहिँ तपाईहरुले ट्रेड गर्ने काम नगर्नु होला। यो चाहिँ मैले जुन मात्रै शिक्षाप्रद होस्, सबैले शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएर इन्टरनेटको सुविधा प्रयोग गरी इन्टरनेटमा अपलोड मात्र गरेको हुँ र यो अध्ययन सामग्रीको रूपमा प्रस्तुत गरेको हुँ भन्दै भिडियोबाट बिदा चाहन्छु। हस्त धन्यवाद।